ओम शान्ति। देश विदेशमा रहनुभएका परमपिता परमात्माका अति स्नेही श्रेष्ठ आत्माहरूलाई सदा एक परमात्माको दिलमा विराजमान दिल तख्त नसीन आत्माहरूलाई सदा सो राज्य सो विश्व राज्य अधिकारी पुण्य आत्माहरूलाई र सदा परमात्मा विधिद्वारा सम्पूर्ण सिद्धि प्राप्त गर्ने सिद्धि स्वरूप आत्माहरूलाई याद प्यार गुड इभिनिङ अर्थात् नमस्ते। प्रसङ्ग सुरु गरौँ हामीले बचपनमा सुनेको एउटा छोटो कथाबाट, जसको शीर्षक थियो झगडाको उखती। एउटा परिवारमा श्रीमान श्रीमती छोरा र छोरी गरी 4 जना सदस्यहरू बस्थे। केही वर्ष अगाडिदेखि नै ती श्रीमान र श्रीमती बीच सानो सानो कुरामा झगडा हुँदै आएको थियो र समय बित्दै जाँदा त्यो झगडाले बिस्तारै उग्र रूप लिन थाल्यो र कहिलेकाहीँ त पिटापिट पनि हुने गर्थ्यो। दिनहुँको बुढाबुढीको झगडाले छोराछोरी लगायत सारा परिवार अस्तव्यस्त बन्न पुग्यो। दिउँसो खेतबारीको काम सकेर फर्किएपछि पहिला बुढाले सानो सानो कुरामा न्यु खोजेर आफ्नो श्रीमतीलाई जे पायो त्यही बोल्ने गर्न थालेपछि झगडा झन् दोहोरो रूपमा चर्किन्थ्यो। यसरी सधैँको परिवारको अशान्ति र टोकसो सहेर बस्नुभन्दा बरु मर्नुबेस भनेर श्रीमती घरबाट बाहिर निस्कन्छन् र मर्नुभन्दा बौलाउनु बेस भन्ने भनाइ उनले यसभन्दा अगाडि कुनै बुजुर्ग व्यक्तिबाट सुनेकी थिइन्, जसले गर्दा आवेशमा यस्तो गर्नु उचित नठानी उनी आफ्नो नजिकको छिमेकी कहाँ गई बिन्ती बिसाउन थाल्छिन् र झगडाको बारेमा बेली विस्तार लगाउँछिन्। दिदी, हामी बुढाबुढीको दिनहुँको झगडा सहन गर्न नसकी केही उपाय हुन्थ्यो कि भनेर हजुरकोमा आएकी हुँ। तब उनको छिमेकी दिदीले अत्यन्त करुणाको भावना राखेर भन्छन्, बहिनी, यो झगडा गर्ने बानी त एउटा रोग हो। यसको पनि अरू रोग जस्तै एउटा औषधि हुन्छ। मलाई पनि यसरी नै झगडा हुँदा एकै दिनको औषधिले यो रोग साम्य भयो। बहिनी, त्यही औषधि मसँग बाँकी छ, लौ यो लैजाऊ। र घरमा झगडा हुने सङ्केत हुन थालेपछि 3 चम्चा मुखमा राखी आधा घण्टासम्म मुखमा लिइरहनु, जसलाई थुक्न निल्न आदि गर्ने हुँदैन। तिम्रो समस्या छिटै नै समाधान होला। यसरी आफ्नो छिमेकीसँग खुसी हुँदा समस्या समाधानको आशा राख्दै आफ्नो घरतिर लाग्छिन् र साँझतिर श्रीमान घरमा आइपुग्छन्। सधैँ चाहिँ सानो कुरामा न्यु खोजेर जे पायो त्यही बोल्न थाल्छन्, तर श्रीमतीलाई औषधि मुखमा भएकोले बोल्न मिल्दैन, जसले गर्दा आधा घण्टासम्म चुप रहन्छन्। श्रीमान एकहोरो गाली गर्दा गर्दा थाक्छन् र आज अचम्ममा पर्छन्। मैले यति धेरै गाली गर्दा पनि मेरो श्रीमती सहेर चुपचाप बसिन्, म कस्तो मूर्ख होला भन्ने ठानेर आफैलाई आत्मग्लानि हुन थाल्यो र बिस्तारै श्रीमान पनि सुध्रिँदै गए र केही दिनमा नै उक्त झगडा साम्य हुन पुग्यो। यसरी आफ्नो समस्या पूर्ण समाधान भएको देखि उनी आफ्नो छिमेकी दिदीलाई धन्यवाद दिन उनको घरमा पुग्छिन् र सबै कुरा विस्तारमा भन्छन्। त्यसपछि छिमेकी दिदीले भन्नुहुन्छ, बहिनी, यो त कहाँ औषधि हो र, यो त पानी पो हो त। झगडा हुन थालेपछि पानी मुखमा भएको कारणले गर्दा तिमीले श्रीमानसँग झगडा गर्न मिलेन र तिमी चुप बस्यौ, जसले गर्दा यो झगडा साम्य भयो। झगडाको उखती त चुप रहनु पो हो त लाठी भनेर दिदीले भन्नुभयो।
यसरी यस कथाले दिन खोजेको शिक्षा के हो त भने यस कलियुगी दुनियाँमा एउटा परिवार, छर छिमेक, समुदाय आदिमा कर्म व्यवहारमा आउँदै गर्दा जोसुकै व्यक्तिसँग मनमुटाव हुनु, टकराव उत्पन्न हुनु, झगडा हुनु यो स्वाभाविक नै हो। यसको पनि एउटा नियम छ। कुनै एक व्यक्ति न्यु खोजेर झगडा गर्न खोज्दा अर्को व्यक्ति पनि दोहोरो मुख फर्काउन खोजी झगडा गर्न थालेमा त्यो झगडाले उग्र रूप लिन पुग्छ र सारा परिवार, छर छिमेक, समुदाय अस्तव्यस्त बन्न पुग्छ। तर एउटा व्यक्तिले न्यु खोजी झगडा सुरु गर्दा अर्को व्यक्ति यदि चुप रहेर केही समय धैर्य भएर रहन सक्यो भने पहिलो व्यक्तिलाई आफैलाई आत्मग्लानि हुन पुगी अन्ततः झगडा साम्य हुन पुग्छ। मानिसको सबैभन्दा ठुलो दुःख आफ्नै मनको दुःख, परिवारको, समुदायको वा राष्ट्रमा अशान्त वातावरण हुनु आदि हो। अशान्त वातावरणले गर्दा मानिसको मनमा भय पैदा हुन्छ र जिन्दगी त्रासपूर्ण बन्न पुग्छ। जहाँ शान्ति हुन्छ त्यहाँ पवित्रता, प्रेम, स्नेह, विश्वास, आनन्द, सहयोग र करुणाको भावना हुन्छ। तसर्थ यदि हामीमा पनि आफ्नो परिवारमा यो समस्या छ भने यसको कुनै अन्य उकति हुँदैन। यसको सबैभन्दा राम्रो उकति हो चुप रहेर बस्नु, अर्थात् साइलेन्समा रहनु। साइलेन्सको शक्ति संसारको सबैभन्दा ठुलो शक्ति हो। संसारका सम्पूर्ण शक्तिहरू साइलेन्सको शक्ति अर्थात् परमात्मा शक्तिबाट नै निर्माण भएका हुन्छन्। जहाँ साइलेन्सको शक्ति हुन्छ त्यहाँ परख शक्ति र निर्णय शक्ति लगायत अन्य सम्पूर्ण शक्तिहरू स्वतः प्राप्त हुन्छन्। तसर्थ अति कम बोल्ने, मधुरो बोल्ने र बिस्तारै बोल्ने बानीको विकास गर्नको लागि हामी वत्सहरूप्रति परमात्माको आज्ञा छ। साइलेन्सको शक्तिद्वारा नै हामीले पहिले आफूलाई र बिस्तारै आफ्नो परिवार, समुदाय, राष्ट्र र विश्वमा नै शान्ति स्थापनार्थ परमात्माको सहयोगी बन्न सक्छौँ भन्ने सन्देश पनि हामीलाई यस कथाबाट प्राप्त हुन्छ। ओम शान्ति।